ओए मटेंगरा भक मटेंगरा ये ऐसे राम देखाइदियो मटेंगरा ब्लॉग मटेंगरा ब्लॉग कहाँ मरे टप्पू खाना उयो दादा टप्पू खाऊ भाइ मुझे नाचेका छौका उसे नचना आते थे बहुत तेज हो रहा है गाइज लो के छ मेरो जनताहरु वेलकम टु माई न्यू ब्लग है त आज चाहिँ हामी हाम्रो गएकोदेखि चाहिँ सेचु गएको छ क्या अनि पास हुने 1 वर्षमा जस्तै अहिले पहिलाको चाहिँ 2 वर्षमा नियमको सकेर उतै जान्थ्यो नि त सेमन यताउता अहिले चाहिँ 1 वर्षमै जान मिल्ने बनाएर अनि कोही कोही जाँदै उनीहरूलाई चाहिँ भनौँ न अब नियमको पास भएको जस्तै सेचुको भन्छ अनि त्यही प्रोग्राम छ त्यसको लागि अब गएकोतिर जान लाग्छ हामी हैन टक्क अब यो अहिले चाहिँ म कोइनतिर ठ्याक्कै बीच बाटोमा पुगेको थिएँ कि सो अनि के छ त यार हल्लीचल्ली गाइजहरूको हाम्रो त यस्तै छ चलिरहेछ अनि न्यू कमर्सहरू जो अहिले आउँदैछ होइन अपिल इन्टेकको छिउ आएकोहरूको हालखबर के चल्दैछ के छ तयारी होइन यस्तो सुन्न पाए हुन्थ्यो 1-2 जनाबाट सो अहिले म चाहिँ साइकलमा छु त्यही भएर राम्ररी बोल्न पाइँदैन होइन एकातले चलाउनु परिरहेछ कि अनि टक्क आज हिरो भएर गइदिने भनेको यहाँ अब कुरा चाहिँ म अब आउने न्यू कमर्सहरूको गरेको थिएँ जस्तै अब जो आइरहने नयाँ उनीहरूलाई चाहिँ अब मैले दिने चाहिँ म्यासेज के भन्दै के सोचेर आउने हो होइन अनि अब यहाँ आएर के गर्ने हो त्यो एकदमै एक्ज्याक्ट सोचेर नै आइसक्नुपर्छ उतादेखि नै होइन काम पाउन गाह्रो छ यताउता यहाँ धेरै समस्याहरू छ यहाँ एउटाले भन्दै नि सोचेको जस्तो केही हुनु हुँदैन त्यस्तै सिन छ अहिले होइन जापानमा सो धेरै गाह्रो रहेछ मैले भन्ने कुरा चाहिँ त्यही हो अरूको भरमा नपरे हुन्छ सबभन्दा मेन थिङ चाहिँ यो हो होइन अब आफूले गर्ने अलिअलि अरूलाई भन्दै गर्ने अलिअलि आफूले खोज्दै गर्ने अलिअलि भन्दै बुझ्दै गएपछि हो तर अर्को कुरा अब के सोचेर आउनु भन्दा चाहिँ यहाँ आइसकेपछि चाहिँ 5 वर्ष जुत्तो पढ्नुपर्छ 5 वर्ष चाहिँ जसरी नेपालमा पढिरहेको थियो +2 के पढिरहेको थियो नि त्योभन्दा धेरै पढ्नुपर्छ यहाँ 5 वर्ष चाहिँ त्यो पनि सोचेर आउनु अर्को कुरा 5 वर्ष नपढ्यो भने त फेरि खतम छ लाइफ जसरी 5 वर्ष पढ्नै पर्छ क्या होइन 5 वर्ष जसरी पढ्ने हो 5 वर्ष त यत्तिकै राख्ने हो त्यो 5 वर्ष त यत्तिकै जान्छ पढ्नै पर्छ भन्ने त 5 वर्ष त्यो पनि गाह्रो छ यहाँ होइन पढ्न कोही हुन्छ नि पढ्न झ्याउलाएर आइरहेको हुन्छ तर यहाँ आएर त्यो मान्छे पनि फस्छ क्या किनभने उसलाई एक्सपेक्टेसन हुँदैन क्या यति मैले पढ्नुपर्छ यार यहाँ आएर म कस्तो हुन्छ मलाई कस्तो ठाउँमा आइयो त यार पढ्नु जस्तो लाग्छ गाह्रो छ यार के गर्नु अनि यार यो आजकल फेसबुकमा के चलिरहेको छ कि अब यहाँ एउटाको बर्थडे हुनु हुँदैन कसम होइन यो पुरै हुन्छ नि त्यो आफू बर्थडे हो यार वर्षमा एकचोटि आइरहन्छ त यार यस्तो भनिदिन्छ कि जिन्दगीको पहिलो र अन्तिम हो क्या त्यस्तो होइन विस पनि विस हुन्छ त त्यो भाइ साहब त्यो त गुगलबाट होइन कपी पेस्ट हान्ने यत्रो पुरै के उपन्यास लेख्दिनँ यार अचम्म छ यार मलाई त यस्तो अचम्म लाग्छ यार पुरै त्यो न्युज पेडभित्रै पुरै त्यही के बर्थडेकै के ह्याप्पी बर्थडे टु यु हुन्छ नि अलिकति बेस्ट विसेस फर यु अलि 1-2वटा हुन्छ नि यस्तो राम्रो दामीवाला हान्न छोड न यार त्यो के हो कि त्यो पुरैमा कसम मलाई त यस्तो झ्याउला ल 10 क्लासमा होइन इङ्ग्लिसमा फेल हुनेहरू पुरै ठोकिरहेको कि इङ्ग्लिसमा पुरै ठोकिरहेको क्या इङ्ग्लिस पनि यस्तो इङ्ग्लिस कि टिचरले नबुझ्ने इङ्ग्लिस यार त्यो आफूले भ्याउने जति गर न यार किन त्यत्रो दिनु पऱ्यो क्या ह्याप्पी बर्थडे टु यु भयो पुगिहाल्यो नि राम्रो भयो नि त विस गरेर यहाँ भाइ यो स्क्रोल गरेको छ म भ्याइनमा सर छ्याउ लागेर मलाई त यो फेसबुकै चलाउन छोडिदिनु जस्तो लाग्छ मलाई त यार यहाँ नेपाली कल्चर डान्सहरू छ होला सिङ्गर्सहरू छ हाम्रो गएकोतिर होइन सबैको आफ्नो कला देखाउनु पाउँछ भनिरहेको थियो त्यहाँ सो अहिले गएर हेरिदिनुपर्छ कसको के कला रहेछ टक्क मूल्याङ्कन हानिदिनुपर्छ होइन त अनि आज अब धेरै साथीभाइहरू दाइ दिदीहरू होइन भाइहरू बहिनीहरू अब सेचुकै भएर जान्छ तिनीहरूलाई चाहिँ टाटा बाई बाई है त ल भेट्दै गरौँला अर्को चिनी भन्नुपर्छ त्यस्तै हो जिन्दगानी यार के गर्नु गाह्रो छ यार आइफोन किन्न सकिएको छैन यार
एउटा साइकल किन्न सकेको छैन। हेर यहाँ साइकलको हालत यस्तो छ यो होइन। यहाँ यस्तो साइकल किन्न सकेको छैन, आइफोन किन्न सकेको छैन। गाह्रो छ नि त यहाँ, किन्नेहरू किनेर हुन्छ होइन, किन्न सजिलो हो। तर बिल हेर 8,000 10,000 12,000 15,000 को किन्छ यार त्यत्रो हाल होइन। बिल त्यत्रो घुम भाडातिर गएकोतिर खाउ पर्छ, ल्याङ्छ क्या आउने यार, लास्ट ल्याङ्छ क्या आउने यार। कस्तो मान्छेले आउने भने चाहिँ 2-4 लाख लगभग 4-5 लाखसम्म लोन होइन। अनि अरू चाहिँ आफ्नो भएर आएर यसो 6-7 महिनामै लोन तिरेर पछि चिलमा पर्न पायो। अब यसो बस्नु पायो त्यस्तो मान्छे चिल हो क्या। हामी जस्तो मलाई ल्याम्म लोन दिन लाउने पछिबाट के यहाँ गर्दै बस्नेहरूको त सोचेन कामै छैन यहाँ। त्यही भएर म बारम्बार भनेर आउँछु क्या, सोचेर आउनु त ठिकै हो। आउनेहरूलाई नराम्रो त छैन, तर धेरै मिहिनेत गर्नुपर्छ यार। यस्तो मिहिनेत गर्नुपर्छ कि अब के भन्नु यार। म त गएकोनिर पुगेँ होइन, मतलब सरी यो चाहिँ गएको यो प्रोग्राम छ कि यहाँनिर चाहिँ पुगेँ म। सो अब हामीले चाहिँ अलिक छिटो बोलाएको थियो कि, अब यसो सरसफाइ होइन त्यही छ नि हाम्रो नेपालको गएकोहरूको जस्तै प्रोग्राम त हो। अनि चेयर मिलाउने यताउता यहाँ यसको लागि बोलाएको थियो हामीहरूलाई। सो म चाहिँ अलिक छिटो आएँ कि अब अरूहरू चाहिँ अलिक ढिलो आउँछ। यो बिल्डिङमा चाहिँ हो हाम्रो त्यो प्रोग्राम। हाम्रो हिरो दाई आइसक्नु हो यहाँ होइन। हाम्रो दाईहरू पनि सबैजना मैले तिमीलाई वेलकम छ है सबैलाई मेरो ब्लगमा। त्यो आज त अर्जेन्टिना किपरको कस्तो सिल त फेरि कस्तो मार्क्स भुलेँ यार मैले त साइकलमा यार। अहिले फेरि यो रोड क्रस गर्न सकिनँ यार। मार्क्स लगाएर आउँछु म। यो साइकल मेरो सेतोवाला यस्तो साइकलमा चढ्नु पऱ्यो। सुगै देख लिया हम यही कामको लागि हामीलाई छिटो बोलाएको रहेछ। सागर दाई आज सोचुका हुने हो, छोडेर गइदिने के गर्ने भाइ। यस्तो माया मारिदिने। भेट हुन्छ, चिन्ता नगर, आउँछु दाइ भेट्नलाई। सो यही हो हाम्रो काम गर्ने बोलाएको। बदम दाई यो के हो यार, बिहान काम बनाउने साँझ काम बनाउने हनाउनु मात्रै छ त भयो होइन। केटाहरूले गरे यार देउस काम गरिदियो यार केटाहरू। मलाई चाहिँ गाली गरिदियो होला कति काम गर्नु चाहिँ भने होला। हाम्रो सब्सक्राइबरहरू भेटिरहेको छु मैले 1-2 जना। के छ तिमी आज कडा भएर के पुरै रकस्टार जस्तो देखिरहेको छु कि मैले। किन नचिने हो के छ सर? हाम्रो विवेक सर आज डान्स छ, ब्याग हो छ यो कोबे कविता होइन यो होइन के हो हिरा शान्त के हो ठकुरी त ठकुरी जस्तै भएर आउँछ नि त। हाम्रो आउनेहरू आइसके। सेन्सी नाना सो हामी चाहिँ भित्र छिरिरहेको छौँ होइन। अब म चस्मा चाहिँ लगाइदिन्छु। ठिक छ नि दोस्त, ठिक छ नि। सेन्सी कोनिचिवा माता। दोको देश का आइदो जमस। ओए पदम दाई के छ? एकदम ठिक छ। हामी चाहिँ फेरि आयौँ होइन, फेरि देखाएँ मैले। हाम्रो यो प्रोग्राम सबै भइसकेको छ। अनि के अरे हाम्रो सेन्सीहरू पनि यहीँ छ। सो गाइस के छ त आज अन्त जस्तो देखाएको छु कि बवाल देखाएको छु यार, कमेन्ट हानिदिनु पऱ्यो। आज यहाँ नचिन्ने मान्छेहरू आइरहन् यस्तो पुरै दुलै नचिनेको पुरै दुलै भएर आएको छ त यो त गाइस। म त सक्दिनँ नि, म सक्दिनँ। विवेक सर आज डान्स छ मेरो, हुटिङ सुन्नु है, हुटिङ सुन्नु मुला। यो चाहिँ यो तबु चाहिँ ऊ जस्तो देखिरहेको छ कि यो के अरे ओल्ड फेमस लभरको त्यो त के अरे हिरो नाम के अरे हिरो अन्धो भयो, अन्धो हाल्यो कि त्यो एक्सिडेन्ट भएर देब्राकुण्डा विजय देब्राकुण्डा जस्तो। विजय देब्राकुण्डा हो। ल गाइस मेरो छिटै डियर कमरेड तिर आउँदैछ होइन, माया गरिदिनु। सृष्टि डियर कमरेड तिरमा म हुँदैछु, यसो हेर्नु ल। तिमी हिरोइन बन्ने हो सृष्टि? हानिदिन्छु क्या म त।
पैसा के नजिकबाट यो चाहिँ हाम्रो टपै भ्लग हो टप्स ब्लग टपै भ्लग हो टपै भ्लग ऐसा राम्रो देखाइदिएको और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। त्यो बाचा कि मुझे नाचने का शौक था मुझे नचना आता था क्या सोचेको प्रोग्राम चाहिँ सकियो आज होइन। अब एकछिन हामी कति काममा छौँ, सो अहिले रात परिसकेको छ। दिपक दाइ कस्तो भयो आजको सोचेको? यो खत्ता यार थकै लाग्यो पुरै थकै है, खतरा नाच्यो नि होइन गाइस? यार खतरा नाच्यो। सो गाइज कस्तो लाग्यो त मेरो होइन त्यो हिजोको हाम्रो प्रोग्रामहरू होइन। आज चाहिँ हिजो चाहिँ रात परिसकेको थियो होइन। मैले चाहिँ अब इन्नु गर्न पाइनँ कि रमाइलो भयो धेरै होइन। केटाहरू नाचेँ गरेँ, धेरै लास्ट रमाइलो भयो होइन। नेपाल गएकै फिल भएको थियो, सबै थियो नि त, दाजुभाइहरू सबै केटाहरू पनि थियो होइन। त्यही भएर सो कस्तो लाग्यो त यार मेरो भ्लग होइन? कस्तो लागिरहेछ? जतिको मिहिनेत त्यतिको पाइरहेको छैन यार। जे होस् के हो केटाहरू, यसो भिडियोहरू लाइक सेयर सब्सक्राइब कमेन्ट हान न यार होइन। यस्तो फेरि मन पर्दैन भनेपछि चाहिँ जबरजस्ती चाहिँ छैन, बिस्तारै हुन्छ भन्ने मलाई हो। तैपनि जे होस् अलि त हुनुपर्ने यार भन्ने जस्तो फिल हुन्छ, त्यो छैन। ठिकै छ एट लास्ट होइन। अब हेरिदिनु भयो धन्यवाद होइन सबैलाई मनैदेखि। अब मैं भी जा रहा हूँ, मुझे पैसों के पीछे भागना है, बाय।